हेलो साथीहरू सबैलाई नमस्कार। आज चाहिँ म एउटा यो नेपाली एकदमै फेमस खाजा पाङ्ग्रा चिउरा, पाङ्ग्रा कसरी बनाउने, पाङ्ग्रा फ्राई कसरी बनाउने भन्ने रेसिपी लिएर आइरहेको छु। फर्स्ट अफ अल त हामीले पाङ्ग्रा लिएर आएर यसलाई मजाले उसिनेर आफूलाई कस्तो पिस मनपर्छ त्यस्तो रूपमा काट्ने हैन। अनि त्यसपछि प्याज, खुर्सानी, धनिया, लसुन अनि चाहिने जति आफूलाई मरमसला, जिरा धुलो सबै तयार गर्ने, जिरा धुलो अनि त्यसपछि धनियाको धुलो सबै तयार गर्ने। अनि त्यसपछि यति सरसामान तयार गरिसकेपछि तेल चाहिँ अब आफ्नो कति छ, पाङ्ग्राहरू कति छ त्यही अनुसार तेल बसाल्ने हैन। यो तेल चाहिँ मजाले तातिसकेपछि यो तेल चाहिँ मजाले तातिरहेछ। अब यसमा जिरा थोरै राख्ने हैन। अनि जिरा राखिदिएपछि यसमा जिरा फ्राई हुँदै जान्छ। फ्राई भएपछि त्यसपछि ट्याक्क काटेर रेडी भएको पाङ्ग्रा एड गर्ने है त। पाङ्ग्रा एड गर्ने। कालो कराई छ गाइस, कालो कराई नभन्नु हैन, के कालो कराईकै बबाल हुन्छ। यसलाई चाहिँ मजाले फ्राई हुनेजेलसम्म लगभग 70% पाक्ने गरी यसलाई चाहिँ फ्राई गर्ने। यसमा अब बेसार पनि राखिदिने। ल बेसार राखेर यसलाई मजाले चलाउने। अनि यो चाहिँ फ्राई हुनु पर्यो मजाले, देख्दाखेरि हेमी टाइपको भएपछि मात्र यसमा अरू मरमसला राख्नुपर्छ है त गाइस। ल हेर्दै जाम। ल ठ्याक्क यति भइसक्यो। अब यो चाहिँ फ्राई लगभग 70% जति फ्राई भइसक्यो गाइस। अब चाहिँ यसमा हामीले सबै मिक्स गर्नेछौँ है त। टमाटर, प्याज सबै मरमसलाहरू युज गरेर अनि बनाउनेछौँ। अब यो चाहिँ मजाले फ्राई भयो। अब यसमा चाहिँ काटेको प्याज, अदुवा, टमाटर अनि सबै टमाटर चल्लेपछि मिक्स गरेर अरू मिक्स गर्नु। अब यसमा चाहिँ सबै राखेर अब यसलाई 3 देखि 4 मिनट चाहिँ मजाले फ्राई गर्नुपर्छ। प्याजहरू पाकिसकेपछि अनि यसलाई टमाटरहरू राखेर अनि चाहिँ खानको लागि रेडी हुन्छ है त। लगाइज हाम्रो चाहिँ पाङ्ग्रा पाकेर यस्तो दामी देखियो। अब यो खाँदाखेरि बब्बालै भइसक्यो है त। ल यसरी बनायो भने पाङ्ग्रा चाहिँ डेन्जरै, पाङ्ग्रा चिउरा हैन, दामी हुन्छ। यो चाहिँ खानालाई मक्ख परेर मुख मिठ्याएर बसिरहेको छ। ल हाम्रो पाङ्ग्रा रेडी भयो। ल गाइस तयार भयो हाम्रो चाहिँ पाङ्ग्रा चिउरा। यो चाहिँ खाजाको लागि एकदम हेल्दी पनि, राम्रो पनि हैन, बब्बाल छ ल खाजा चाहिँ। लु गाइस यसरी पाङ्ग्रा बनाउन चाहनुहुन्छ भने यो मैले सिकाएको तरिकाले बनाउनु भयो भने डेन्जर मिठो हुन्छ।